नमस्ते सर, म चाहिँ आज राजसभाको पार्टी कार्यालयमा आएको छु। हाम्रो महामन्त्रीलाई भेटेको छु। हजुरले उहाँको बारेमा केही सन्देश दिन चाहनुहुन्छ हाम्रो हस् युवाहरूको लागि, हस् राजसभालाई धन्यवाद माया सर। गर्नेहरूलाई? अब अहिले विशेष गरी चाहिँ अहिले जेनजी आन्दोलन पछाडि देशमा एउटा चाहिँ माहौल थपिएको छ होइन, सिर्जना भएको छ। त्यो माहौल चाहिँ के हो भने अब हामीले परिवर्तन गर्नुपर्छ भन्ने माहौल हो होइन। र यो परिवर्तन गर्ने सन्दर्भमा चाहिँ नुवाकोटमा चाहिँ आन्दोलनमा सहभागी साथीहरूदेखि लिएर विगतमा पनि नुवाकोटमा चाहिँ परिवर्तनको पक्षमा एकदम राम्रो माहौल भएको जिल्ला हो। त्यो कारणले नुवाकोटमा परिवर्तन सम्भव छ र यो नुवाकोटको परिवर्तन गर्ने सन्दर्भमा चाहिँ तपाईँहरू जस्तो साथीहरूले अलिकति अगुवाई लिनुपर्ने, काम गर्नुपर्ने हुनसक्छ। त्यसमा अलिकति ध्यानपूर्वक गरौँ। अब हामीले हरेक तहमा वडा पालिका जिल्ला देखि लिएर केन्द्रसम्मको एउटा नेतृत्व चाहिँ असल भयो भने त्यो समग्र राजनीतिलाई सफा गर्न सकिन्छ। त्यो कारणले सफा राजनीति मार्फत समृद्ध नेपाल निर्माण गर्ने सन्दर्भमा नुवाकोटले काम गर्न सक्छ। मेरो शुभकामना छ। युवा साथीहरू अगाडि बढ्नुपर्छ। तपाईँहरू अगाडि बढ्नु, हामी साथी नै पछाडि छँदैछौँ। युवाहरू अगाडि बढ्नु पऱ्यो, हामी साथसाथै अगाडि बढ्नु पऱ्यो। हस् हस्।